आज बेला तपाईँ हेर्नु अब यहाँ अब ब्याटिङ हेर्नुको कुन चाहिँ हाम्रो आज त जमघट भएछ कि को जमघट होइन यहाँ बस्नुहुने सबैजनालाई यसो सुत्न मन छ होइन हेरौँ यहाँ हुन्छ यहाँ अब यहाँ सबैजना हुनुहुन्छ है हाम्रो सर पनि हुन्छ यहाँ नाम हजुरको मेरो नाम चाहिँ होमराज पराजुली। हामी चाहिँ हाम्रो अपाङ्गताको हितमा चाहिँ अब सरकारले चाहिँ व्यवस्था गरेको हो कि अब खाइपाइआएको अथवा खाइराखेको बजेटहरू चाहिँ अझै अब अलिक कटौती भएको अवस्था भएकाले हामी चाहिँ यसो यहाँ मन्त्रालयमा चाहिँ यसो ध्यान आकर्षण गराउनका लागि चाहिँ आएको हुँदैन। यहाँ सबैजना हुन्छ म यहाँ सबैलाई यसो होइन भेटघाटमा म पनि छु है। यहाँ हाम्रो सिस्टर पनि हुनुहुन्छ यहाँ हाम्रो सिस्टर आज हामी नमस्ते भनेको आज के भन्छ हामी आयौँ है अनि यहाँ हामीलाई उहाँबाट यहाँ खास कारण चाहिँ के हामी त्यहाँ बस्नु नसक्नु त्यो भनेको अब सरकारी कार्यालय हो। आज संसदको समय छ, संसद बैठक हामीले पनि बुझ्नुपर्छ। हाम्रो माग राख्नलाई हामी आएको संसदमा हामीले जबरजस्ती पनि गर्नु हुँदैन नि त। नियम कानुनमा भन्दा बाहिर त कोही हुँदैन नि त। अब निषेधित एरिया छ संसद भवनको होइन, निषेधित एरियाभन्दा बाहिरै बसेर आफ्नो काम गर्नुपर्ने त्यो कारणले चाहिँ हामीले एकपल्ट चोक साइडमा भेला भइरहेको छौँ। र जुन के को लागि भेला भन्दा चाहिँ जुन प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयले छुट्याउनु पर्ने वार्षिक बजेटमा चाहिँ अपाङ्गता भएका व्यक्तिहरूले हालेको कार्यक्रम जति पनि राष्ट्रिय अपाङ्ग महासङ्घको प्रदेश अन्तर्गतका कार्यक्रमहरू छन् तिनलाई चाहिँ सम्बोधन नगरिदिएर प्रदेश सरकारले त्यो बच्चालाई ललिपप देखाएर झुक्याए जस्तो लोभ देखाए जस्तो गरेर थोरै केही मात्रामा मात्रै बजेट छुट्याएको हामीले पायौँ। र त्यसको विरोधका लागि चाहिँ हामी आज सडकमा उत्रिनु पर्ने अवस्थाको सिर्जना भयो। र अपाङ्गता अभियानमा लाग्ने जो जति साथीहरू विराटनगर बसोबास गर्नुहुन्छ वा आसपासका क्षेत्रका साथीहरू धेरै नसके पनि आफ्नो तर्फबाट ज्ञापन पत्र बुझाउँ भन्ने हिसाबले आज हामी यहाँ उपस्थित छौँ। थ्याङ्क यू, धन्यवाद। यहाँ हाम्रो प्यारो भाइ यहाँ हाम्रो यहाँ भाइ शुभ नाम? नमस्ते सम्पूर्णमा, मेरो नाम अमर मण्डल। आज हामी यहाँ देवकोटा चोकमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र कार्यक्रमहरू नेपाल सरकार मध्य प्रदेशले जुन छुट्याइदिनु भएको थियो उहाँहरूकै आज हामी गर्नुपर्छ। हामी अपाङ्गता भएका व्यक्तिले पनि कार्यक्रम गर्नुपर्छ, अधिकार हुनुपर्छ भन्ने शीर्षकलाई लिएर आज हामी देवकोटा चोकमा आन्दोलन गर्दैछौँ। दिवस खुसी लागिरहेको छ यहाँ भाइलाई बसेर। यहाँ हाम्रो सर यहाँ हाम्रो ब्रदर पनि हुनुहुन्छ यहाँ है, यहाँ सबैजना हुनुहुन्छ। यहाँ चाचा पनि हुनुहुन्छ है, सबैजना हुनुहुन्छ। यसरी अब भेला हुँदैछ, गर्दै गर्नु है यसलाई। यहाँ हाम्रो यहाँ पनि हुनुहुन्छ है, यहाँ अब सबैजना हुनुहुन्छ। यहाँ यसो भेटघाट गरौँ यहाँ मुख्य बिचमा। यहाँ शुभ नाम? रमेश शाह, जोस् अब उहाँहरू सबैजना छ। यहाँ हजुर शुभ नाम? सोनुराज, घर कता? विराटनगर छ। जोस् यहाँ पनि हुनुहुन्छ। शुभ नाम? मेरो सञ्जय दर्नाल, घर कता? 13 नम्बर वार्ड। ठिक छ, यहाँ सबैजना हुन्छ। हाम्रो आवाज सुनिदिनुपर्छ,
सुन्नुपर्छ होइन हामी सुनाउनकै लागि आएको होइन गाम्भीर्यताको गति लिएको छ त्यो कुरालाई होइन कति गाम्भीर्यताले उठाइदिनुहुन्छ जति एकजना अब उहाँसँग उहाँ सर नमस्कार यहाँ हाम्रो सर सरी उहाँ हाम्रो सर भयो कसो भयो होइन सुन्नुपर्ने सुनाउनु पर्ने सबैलाई सुनाइदिनु भयो हस् धन्यवाद आज हामी यो कोशी प्रदेश सरकार र स्थानीय सरकारद्वारा सञ्चालन गरिएको अपराध रोकथाम तथा पुनर्स्थापना कार्यक्रम आर्थिक वर्ष 82-83 को बजेट भाषण मार्फत यसलाई चाहिँ खारेज हुने अवस्थामा दुखी मात्रै राखेर अर्थ मन्त्रालयले चाहिँ बजेट व्यवस्था गरेको हुनाले हामी चाहिँ अहिले चरणबद्ध आन्दोलनमा छौँ बजेट थपाउनको लागि खास गरी प्रदेश सरकार र स्थानीय सरकारले आन्तरिकीकरण गरेका 7वटा जिल्लाका 73वटा स्थानीय तहमा हाम्रा कार्यरत अपाङ्गता सहायता कक्षमा कार्यरत अपाङ्गता प्रकारले 73जनाको रोजगारीबाट वञ्चित भए र अपाङ्गता सहायता कक्ष सञ्चालन हुने अवस्थामा देखिएको छैन। त्यसै गरी अपाङ्गता भएका व्यक्तिहरूको सशक्तिकरण उनीहरूको सुदृढीकरणका लागि आवश्यक बजेटको व्यवस्था गरिएको थियो त्यो बजेट मार्फतको कार्यक्रम पनि कटौतीमा परेको छ। त्यसै गरी अपाङ्गता भएका व्यक्तिहरूले अत्यावश्यक सहायक सामग्री पाउने जुन व्यवस्था थियो त्यो पनि कटौती भएको छ। सबै औषधि उपचारको प्रबन्ध जुन गरेको छ सरकारले त्यो पनि कटौती भएको छ र हामीले चरणबद्ध आन्दोलन अन्तर्गत आज चाहिँ हामीले संसदमा यो हाम्रो विषयमा छलफल होस् कुरा उठोस् भनेर प्रत्येक माननीयहरूलाई चाहिँ ज्ञापन योजनाअनुसार संसद भवनभित्र सुरक्षा निकायको समन्वयमा सबै पार्टीका प्रमुख सचेतकज्यूहरूलाई भेटेर सबै माननीयहरूको हातमा हाम्रो ज्ञापन पत्र पुग्ने वातावरण बनेको छ र आजको कार्यक्रम यति नै रहेको छ। अब भोलि चाहिँ हामी सामाजिक विकास मन्त्रालयमा धर्ना गर्ने कार्यक्रम यसरी नै हामी चाहिँ थाक्नु चाहिँ भएन हिँड्नु चाहिँ पर्छ थाक्यो भने फेरि मिचिन्छ हिँड्नु चाहिँ छोड्नु भएन हाम्रो कुराहरूलाई अब सुनाउनु पर्छ बसेर बताउनु पर्छ थाकेर चाहिँ